रुँदा हैन एकदम मेकअप नै सबै आउट गर्नु। म पनि फुटबलको लागि स्ट्रगल गरेको, सक्सेस नभएको हैन, मलाई मन छोडेको फिल्म। एकदमै राम्रो, मन एकदम छोएको छ हैन, आँसु पनि आयो। अनि एकदम म स्ट्रगल मैले त के गरेर उहाँको स्ट्रगल हेरेर चाहिँ ल गर्नुपर्ने रहेछ। It's the best movie I've ever watched. Gang sign. It was amazing. I was gonna cry. Dabbing up for us, y'all. फिल्मको कुरा गर्ने हो भन्दा चाहिँ अब बलिउडमा जुन दङ्गल थियो खासमा आज दर्शक मात्रै भएर आएको थिएँ अनि दर्शक मात्रै भएर जानु आँटेको मेरो मनले मानेन, किनभने यो आज यो मिलनको यो एन्टायर एन्जेलाको चाहिँ स्पटलाइट हो। तर मैले आज भन्नुपर्छ यो एउटा मुभीले इभन फर मिलन चान्स चाहिँ नयाँ खम्बा गाड्यो। मान्छेको सायद एउटा त्यो समय आउनु पर्दो रहेछ। म पनि धेरैचोटि आज एकदम आम दर्शकको रूपमा मैले साह्रै राम्रो मुभी बनेको रहेछ। मैले सुने पहिला यो कुरामा मलाई पनि अलिकति बढी समय लाग्यो आउनलाई, तर एकदमै अहिले मलाई नै अब चाहिँ भन्नलाई अहिले मलाई नै अहिले गाह्रो भइरहेछ। तर छोयो, एकदमै छोयो र अघि भाइले भन्नुभएको जस्तै खेलाडीले चाहिँ देशको प्रतिनिधित्व गर्छ, प्रत्येक क्षेत्र त्यति नै त्यस्तै नै हुनुपर्छ। खेल मात्र होइन, सब चलचित्र अरू पनि एकदमै राम्रो मुभी बनेको छ। कङ्ग्रेचुलेसन्स एन्ड जबरदस्त हुन्छ नि कास्ट। अब यो त अब हाम्रो यो छुट्टै यो फिल्मी कुरा हुन्छ, तर एकदमै राम्रो। थ्याङ्क यू फर माइ टाइम। थ्याङ्क यू सो मच। त्यति धेरै कुरा त छैन, किनभने आर्टिस्टहरूले चाहिँ कुरा गरेर भन्दा पनि आफ्नो कामले नै सबै कुराहरू भन्नुपर्ने हुन्छ। अनि हामीले काम गरिसकेको छौँ, काम गरिसकेर तपाईँले हेरि पनि सक्नु भएको छ, हेर्नुभन्दा अलिकति अगाडिको कुरा पनि होइन हेरिसक्नु भएको छ। अनि हाम्रो कुरा भन्दा पनि अब अहिले चाहिँ म एकदमै साँच्चै दर्शकको मायाले गर्दा म घरै नपुगी सिधै मेरो लगेजहरू सबै गाडीमै छ, सिधै म दर्शक तपाईँहरूसँग आएको छु भेट्नलाई। अनि त्यो चाहिँ तपाईँहरूको मायाले गर्दा म पनि यसरी तानिएर आएको हो। हाम्रो कुराहरू भन्न सकिसक्यौँ हामीले, तपाईँहरूले चाहिँ बरु यसलाई अब अझ सपोर्ट गरिदिनु होला भन्ने चाहिँ अपेक्षा राख्दछौँ। फिल्म हेर्न आइदिनु भयो, समय निकालेर आइदिनु भयो, तपाईँहरूले चाहिँ बोलिदिनु होला यो फिल्मको बारेमा। थ्याङ्क यू सो मच। अब एउटै कुरा मात्रै भेरी लास्ट मैले रिक्वेस्ट गरेँ हजुरहरूलाई, यदि सिनेमा मन परे पक्कै पनि मन छुयो होला। खेलाडी छोरीको खेल मन पर्यो। तपाईहरुको छोरी हुनुहुन्छ कति सम्झिनु भयो छोरीहरुलाई? सम्झिउँ नि, अब त्यस्तै भएको भए पढाउन सकेको भए अनि अब त्यस्तै बनाउन सक्थ्यौँ कि भन्ने भयो। अब त्यति नै हो। धन्यवाद छ तपाईहरुलाई। हुन्छ। तपाईहरुलाई कस्तो लाग्यो सिनेमा? राम्रो लाग्यो। के मन पर्यो फिल्मको? के भन्नुभयो? चलचित्रको यो चीज चाहिँ मलाई एकदमै मन पर्यो, मन छोयो। एकदम आमाको धेरै याद आयो। आमा छोरीको कनेक्सन चाहिँ हजुर यस थ्यांक यू। कस्तो लाग्यो? एकदम राम्रो लाग्यो। भन्नाले जीवनमा जति सङ्घर्ष आयो नि हामीले हार सिकाउनु हुन्न भन्ने कुरा चाहिँ यहाँबाट एकदम पाठ सिक्न पाएँ। हुन्छ यति नै। एकदम राम्रो लाग्यो। एन्जिलालाई के भन्न चाहनुहुन्छ? कस्तो लाग्यो फिल्म? एकदमै राम्रो। एकदम राम्रो छ। तपाईहरुलाई कस्तो लाग्यो? एकदमै राम्रो छ। धेरै राम्रो लाग्यो। एकदम राम्रो छ, एकदम राम्रो छ। कस्तो लाग्यो फिल्म? एकदम राम्रो। कस्तो लाग्यो? एकदमै राम्रो। एकदम राम्रो लाग्यो। एकदम राम्रो गजब एकदम। धेरै राम्रो भयो मन पर्यो? एकदम राम्रो बहिनी, नेपालीले यति उ गरेको धेरै खुसी लाग्यो। एकदम राम्रो छ। यस्तो फिल्महरू बनिराख्नुपर्छ। यहाँ त अझै दर्शक रुँदै पनि निस्किनु भएको छ, अझै उहाँलाई त्यो भावुक पनि बनाइरहेको जस्तो लाग्यो। सो अहिले उहाँसँग हामी कुराकानी गर्छौँ, अझ उहाँ अलि शान्त भइसकेपछि। सो तपाईँलाई कस्तो लाग्यो सिनेमा? एकदम मन छोयो। म त धेरैचोटि रुएँ, मैले आफ्नो बुवालाई सम्झेँ।
धेरै धेरै राम्रो छ एन्जेलालाई के भन्न चाहनुहुन्छ? आमा बिग फ्यान सिस्टर कस्तो लाग्यो तपाईँलाई? मच बेटर सो प्राउड एकदम इमोसनल पनि भइराख्नु भएको छ। के कुराले चाहिँ हजुरलाई त्यो बोल्नै गाह्रो पार्यो? एकदमै आमाको माया देखेँ मैले। राम्रो छ राम्रो छ एकदम मन थियो धेरै राम्रो छ जीवन्त अभिनय धेरै राम्रो लाग्यो नामलाई कस्तो लाग्यो? मन पर्यो? कस्तो लाग्यो फिल्म? कस्तो लाग्यो मन पर्यो? हजुर इमोसनल हुनु भएको थियो फिल्म हेर्दा? थ्याङ्क यू राम्रो फिल्म कस्तो लाग्यो? एकदम राम्रो मेहनतको फल इन्सपिरेसन थियो। एकदम राम्रो छ। एकदम राम्रो थियो। स्ट्रगल भनेको चाहिँ के हो भन्ने कुरा चाहिँ एकदम त्यही हुनाले मैले 2टा छोरा लिएर आएको लाग्यो। कस्तो लाग्यो? एकदम बिस्तारो एकदम राम्रो छ तपाईँलाई कस्तो लाग्यो? बहुत राम्रो छ। एउटा इच्छा शक्ति छ भने जस्तोसुकै परिस्थितिसँग पनि सङ्घर्ष गरेर मान्छे सफल हुन सक्छ अनि एकदम राम्रो प्रेरणा छ। नेपालको ग्रामीण जनजीवन छ अनि त्यसपछि कला छ। मलाई बहुत राम्रो लाग्यो। एकदम मैले 23 वर्षपछि एन्जेलाको लागि मुभी हेर्न आएको है। ल एकदम राम्रो। राम्रो छ फिल्म। स्टोरी ल राम्रो छ स्टोरी राम्रो छ राम्रो छ एकदम राम्रो छ एकदम राम्रो छ एकदम राम्रो रुँदा होइन एकदम मेकअप नै सबै आउट राम्रो लाग्यो। हेर्नु आउनलाई सबै दर्शकलाई भन्न चाहन्छु एकदम दामी मन पर्यो। कमै नेपाली फिल्म हेरिन्छ त्यसमध्ये यो चाहिँ एकदम उत्कृष्ट लाग्यो। फुटबल कतिको हेर्नुहुन्छ? फुटबल एकदम फ्यान म पनि एकदम हेरिन्छ। गेम नछुट्टै रङ्गशालामा गएर हेरिन्छ। हजुर एकदम कनेक्ट। म पनि फुटबलको लागि स्ट्रगल गरेको सक्सेस नभएको होइन मलाई मन छोयो यो फिल्म। कस्तो लाग्यो फिल्म? Come with me. It's the best movie I've ever watched. Gang sign. It was amazing. I was gonna cry. Dabbing up for us, y'all. Gang sign. एकदमै राम्रो एकदमै सबैले हेर्नु पर्ने पिक्चर छ। साह्रै राम्रो छ सबैजनाले एकचोटि हेरिदिनु होला साह्रै राम्रो मन छुने एकदमै राम्रो एकदम राम्रो कति चढे सक्यो जस्तो लाग्यो मोस्ट वाच मुभी एकदम राम्रो छ हजुर एकदम राम्रो लाग्यो। अब सबैजनाले अब धेरै राम्रो एक्टिङ गर्नुभएको छ र त्यहाँमध्येमा पनि अझै मलाई चाहिँ अब सबभन्दा चाहिँ अझै हाम्रो सृजनाजीको चाहिँ धेरै राम्रो एक्टिङ गर्नुभएको छ। सृजनाजीले चाहिँ धेरै राम्रो आमा भएर एउटा धेरै राम्रो रोलमा खेल्नुभएको छ। धेरै राम्रो लाग्यो। हस् धन्यवाद। एकदमै राम्रो लाग्यो मलाई त इमोसनल लाग्यो स्टोरीहरू काठमाडौँमा आएर गरेको स्ट्रगलहरू एकदम राम्रो लाग्यो मलाई चाहिँ। हस् थ्याङ्क यू सो मच। मलाई नि एकदम राम्रो लाग्यो। मलाई सबै कुराले मन छोयो एकदम रोएँ एकदम राम्रो लाग्यो एकदमै राम्रो छ एकदमै राम्रो लाग्यो मम्मीलाई सम्झेर धेरै एकदमै राम्रो लाग्यो एकदम राम्रो भेरी गुड मुभी भेरी गुड स्क्रिन भेरी गुड स्टोरी भेरी गुड मेकिङ एकदमै राम्रो मन एकदम छुएको छ होइन आँसु पनि आयो अनि एकदम म स्ट्रगल मैले त के गरेर उहाँको स्ट्रगल हेरेर चाहिँ ल गर्नुपर्ने रहेछ स्ट्रगल सँगसँगै मम्मी ड्याडीको पनि होइन याद आयो मम्मी ड्याडीले कति धेरै चाहिँ हाम्रो लागि स्ट्रगल गर्नुभएको रहेछ त भन्ने पनि भयो र सँगसँगै यो टिमलाई फिल्म बनाइदिनु हुने टिमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हस् थ्याङ्क यू एकदम राम्रो छ जस एभ्रिथिङ के स्टार्टिङ टु एन्ड होइन त्यो हरेक मान्छेको स्ट्रगल हुन्छ नि स्पेसली अब हाम्रो यो प्लेयर्सहरूको कति कुराहरू देखिँदैन होइन त्यो दबेर बसिरहेको हुन्छ नि त खासै वास्ता हुँदैन होइन जस्ट यहाँबाट थाहा भयो कि कति कुराहरू हुन्छ नि यस्तो पनि हुँदो रहेछ देखावटी त्यो अब हेर्नु र भित्र वास्तविकतामा धेरै फरक हुँदो रहेछ भनेर जस्ट फिल्मको कुरा गर्ने हो भन्दा चाहिँ अब बलिउडमा जुन दङ्गल थियो नि होइन दिस क्यान बिट थ्याङ्क यू राम्रो लाग्यो बबाल राम्रो छ एकदम धेरै आफ्नो बुवा आमालाई चाहिँ एकदम धेरै मिस प्लस आफूले गर्ने सङ्घर्ष गर्दा चाहिँ के हुँदो रहेछ अगाडिको दुःख अनि पछिको सुख कस्तो हुँदो रहेछ मान्छेलाई होइन त्यो पनि एकदम